छोरीको लागि चाहिँ नास्ता बन्दैछ। अब खाना खाने बेला भइसक्यो, तर के बनाउने भन्ने अलमल कम्ती हुँदै गर्दा छोरीको लागि चाहिँ यो आलुको पकौडा बनाउने। हल्का आलुलाई चाहिँ फ्राई गर्दैछु। चाहिँ त्यसलाई हल्का बेसन राखेँ, अनि नुन मसलाहरू, बेसन, हल्का हाफ बोइल आलु गरेको, हाफ बोइल आलुलाई चाहिँ हल्का मसलाहरू मिक्स गर्ने। त्यसपछि एकदम फास्ट, सुपर फास्ट नास्ता रेडी भयो। यता आलु फ्राई भयो भने अर्कोतिर छ चाहिँ छोरीहरूलाई काउली मन पर्ने भएको भएर म चाहिँ बुढो काउलीलाई पनि त्यही मसलामै राखेर फेरि फ्राई गर्दैछु है। यो पनि पकौडा नै बन्छ, यो झनै टेस्टी हुन्छ। पकौडाको स्वाद नै पनि मिठो छ। अब यो चाहिँ तयार हुन लाग्यो।